नेपाल आएका सबै विद्यार्थीहरू फर्किए उडिसा। नमस्कार दर्शकबिन, म बिङ अलर्ट नेपालको समाचारदाता अङ्कित शर्मा सुवेदी। फागुन 4 गते भारतको कलिङ्गा इन्स्टिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपालकी 20 वर्षीय प्रकृति लम्सालको शङ्कास्पद मृत्यु भएको थियो। उक्त कारणले नै विवादग्रस्त भएपछि कलेजबाट निकालिएका नेपाली विद्यार्थीहरूको आवत जावतमा लागेको सम्पूर्ण खर्च भुक्तानी गरी कलेजले पुनः नेपाली विद्यार्थीहरूलाई ओडिसा भित्राएको छ। विद्यार्थीहरूका अनुसार 1000 देखि 1100 विद्यार्थीहरू ओडिसा फर्किएका हुन्। प्रकृति लम्सालको मुद्दा अदालतमा विचाराधीन हुँदा घटनाका मुख्य पात्र अद्वैत श्रीवास्तव अहिले प्रहरी हिरासतमा छन्। यस्तै अलर्टिङ प्रहारका लागि हेर्दै गर्नुहोला, सुन्दै गर्नुहोला बिङ अलर्ट नेपाल। हस्त, धन्यवाद।